बिहान बनाइरहेको छु मैले भिडियो यो 8 बजेको दृश्य यो फिदिम बजारको माथि गढीको यो चाहिँ गढी भन्छ यति राम्रो सुन्दर ठाउँ छ नि हौ हेर्नुहोस् न सुन्दर छ बिहान सर यो फिदिम बजार माथि गढी डाँडाको यो अनि भान्जा र म यहाँ घुम्न आएको छु है अहिले यत्तिकै सर्लक्कै लिनु ल मेरोलाई यहीबाट सर्लक्कै यसो घुमाएर मलाई यसो गराउनु ल यो चाहिँ फाल्नु नलाको रहेछ यो माथि होइन अहिले हामी डाँडामा बजारतिर अब हामी यस्तो बजारतिर लाग्दैछौँ अहिले होइन भन्छ हो शनिबारे बजार बजारतिर हामी यहीँ शनिबारे बजार चाहिँ यति रहेछ होइन फिदिम बजारको यही हो लु यो शनिबारे हटियामा भन्छ के किन्ने हो त ल अरे बाफ्रे ल सबैभन्दा मनपर्ने चिज रहेछ मलाई यहाँलाई बयर यो कहाँबाट ल्याउनु भएको बयर यो यो कति दिनसम्म टिक्छ यो बजार हो कि शनिबारे हटिया हो यहाँ खिच्नु त म खान्छु शनिबारे हटिया हो यो भन्छ रमाइलो बजार छ है यहाँबाट टक्क यो खिच्नु यो कहाँबाट ल्याउनु भएको यो मानव रहेछ यो कति दिन टिक्छ यो भएर अब हामीले लग्यौँ भने अहिले यो लग्यौँ भने 6-7 दिन चाहिँ भिजाएर राख्नुपर्छ जति दिन यो बयर है एकदमै बजारको नि यति मिठो छ नि मलाई सबभन्दा फेभरेट है यो मैले अस्ति सौरामा पनि परदेखि मात्र दिनु एक माना लिनु न त ल यो अहिलेलाई हामीलाई होइन लगेर उसिले सबै अरू पनि खिच्नु न अहिले पर्दाखेरि त हो यो फिदिम बजारको हाम्रो सौदा हो यो मान्छेको सहित आएन नि त मैले भनेको यसो हुन्न भयो कति हो 800 रुपियाँ कसरी केजी बजे अहिले फर्किँदा हामी यसो बजार फुट्नु पर्ला अनि यो बजारबाट यहाँ सिमी छ यो चाहिँ गुन्द्रुक राख्नुभएको रहेछ यहाँनिर होइन भान्जा खोइ के लिनुभयो खोइ हटियामा ए यहाँ बयर भएको छ अब हामी पहिला यसो हेर्छौँ अनि मात्रै के किन्छौँ होइन यो हर्रो कसरी हो यो 20 रुपियाँ भएको ल अहिले आएर ल्याउनु यो ल यो तरुल छ यो बजार चाहिँ चाँडै उठ्ने बजार छ थोरै बजार लाग्दो रहेछ यो फिदिमको बजार यति नै हो यो हटिया लाइनमा यो कसरी भागो यो सिमी चाहिँ 20 रुपियाँ अच्छा ल यो तरुलहरू रहेछ यहाँ हटिया लागेको छ अझ कालो दाल छ यही
यहाँ के छ यो खाना पारा छ टिमुरो छ होइन सुन्तला भान्जा के लिने त्यहाँबाट यो भाले चाहिँ कसरी हो यो भाले किलोको 800 रुपियाँ प्योर लोकल हो यो हो अनि त्यो सिमी चाहिँ कसरी हो यो कालो दाल 150 किलोको मानाको ल पक्नु यसो पहिला बजार घुमौँ ल अनि यसो आएर उ गरौँला हामी ल उयो बजारतिर जाउँ ल यहाँ किनेमा पनि रहेछ यो किनेमा चाहिँ यो मानाको यो किनेमा पहाडी बजारमा एकदमै यो फेमस हो यो किनेमा चाहिँ साह्रो मिठो हुन्छ यो जाडोमा है हो बुवाले यो काउली लिनुभएको छ के अरे गोडकाउली हजुर अर्ग्यानिक कहाँ यहीँ फिदिम हो कि बुवा कहाँदेखि आउनुभएको हजुर यहीँ हो कि कतादेखि आउनुभएको यहीँ हो ए ल यतातिर हटिया यहाँ चाहिँ राख्नु भएको छ मसिना सामानहरू यहाँ चटपटे बेच्दै हुन्छ बिहानै यो आउनु त त्यो शेरपनी दिदीको म लिन्छु म खिच्नु ल हटिया यो यहाँको है यो के को मह हो यो भिरमौरी हो यो प्योर मौरी हो त कहाँदेखि ल्याउनु भएको भिरमौरी प्योर हो त यो बुवाले चिन्नु चाहिँ फेरि है यो खेत्नु त उयो म घटेको खिच्नु राख्नु भएको छ यहाँनिर कहाँदेखि ल्याउनु भएको शङ्खसोवाको यो के चिज हो हेलो भन्दा हामी शनिबारे घुमघाम ल म अहिले एकछिन पछि आउँछु ल एकदमै काम गर्छ के दुधमा राखेर खाने जुनले साथी किरारो छ भन्दा एकदमै काम लाग्ने कुरो छ तपाईँहरूकोतिर त हुन्छ है साङ्खसोवामा अहिले बिहान आइपुग्नु भएको र हामी त्यसरी अनि फेरि तपाईँकोमा पनि किन्छौँ ल यो चाहिँ सुकाएको यो कसरी पकाएको यो चाहिँ यो सानो सयको यो चाहिँ ताजा फेरि अचार मिठो हुन्छ एकदमै यो जाडोमा झोल राम्रो हुन्छ नि यो ल एकछिन यसो घुम्छौँ हामी अनि त्यसबाट के किन्ने अनि किन्छौँ ल सर यो बजार देख्छ ल यो जङ्गली जडीबुटीहरू एकदमै अर्ग्यानिक जडीबुटीहरू हो एक सय 50ले हुँदैन र ल 500 मा 3 पोका होला होइन यो सिजिन बजारमा हामी यो चाहिँ पारी गढी डाँडा यो धेरै पुरानो तपाईँको चाहिँ पिपलको रुख छ यो पनि
यो विशाल ठुलो छ पिपलको रुख यो यहाँ भोगटी पनि छ है भोगटी यहाँ सिस्नो रहेछ आमा कहाँदेखि ल्याउनु भएको सिस्नो यो यता ग्रान्टरदेखि आमाको नाम के आमा मेरो फुलमा फुलमा के रसैली हो र लु हामी त आफ्नै परिचय नभएछ नि अनि रसैली यता हुन्छ त्यहाँ रसैली कहाँ त रसैली ए अंशरङका रसैली आमाले यो सिस्नु यहाँ बढी यो चाहिँ सिमी चाहिँ कसरी आमा यो हजुर सिमी चाहिँ मस्याम 70 किलोको होइन नि मानाको पक्न आमा यसो फर्केर आएर गर्छौँ ल पहिला यसो बजार हेर्छौँ अब यहाँ सुन्तला पनि छ यो कहाँको सुन्तला यो आलु चाहिँ कहाँको यो आलु सिवाको बडो मिठो आउँछ यो सुन्तला यो 150 को 100 यो 180 सुन्तला अब अन्तिम भयो कि भाउबाट हो यो चाहिँ सक्खर है कालो क्यामेरा को सक्खर यो कहाँसँग सकेको यो होइन नि हाम्रो आफ्नै खेती यही हो ए कसरी है आफ्नै खेती अहिले बनाउँछौँ हामी हो औ दाजु लु कहाँको चित्र हो यो चाहिँ मधेसको हो र कसरी भएको चाहिँ 100 को सुर्ती पनि रहेछ यहाँ सुर्ती यो सुर्ती खानेले भन्नु यहाँ म यहाँ गल्ती हाल्छु यहाँ माडो भन्दैन आन्टीको भन्छ सिमीहरू हरियो केराहरू ल बजार अहिलेलाई चाहिँ लगभग उठिसकेको अवस्था रहेछ यो बिहान 9 बजीभित्रमा चाहिँ 10 बजीभित्रमा चाहिँ बजार पुरै उठ्ने रहेछ होइन हामी अलिकति थोरै यहाँनिर यहाँ एकदमै अर्ग्यानिक साग हो यो यहाँ सुँगुरको पाठा छ यहाँ सुँगुरको पाठा यो कहाँदेखि ल्याउनुको पाठा हो दिदी हो कसरी गोटाको चाहिँ कि किलोको हिसाब गोटाको 10,000 यहाँ पनि राख्नु भएको छ यहाँ पनि राख्नु छ पाठाहरू फेरि बजारको शनिबार हाटमा यो सुँगुरका पाठाहरू 20 रुपियाँ भाग 20 रुपियाँ हाम्रो पिछो गर्न सुन्दर बनाएको छ